सम्झेर ल्याउँदा मुटु चिरिन्छ कस्तो भाग्य लेख्यौ हे दैव सम्झेर ल्याउँदा मुटु चिरिन्छ दुःखको पाना सुको मासी दुःखको पाना सुको मासी जीवन रेखा कोरिन्छ जीवन रेखा कोरिन्छ जीवन रेखा जीवन रेखा जीवन रेखा यतिका दिनसम्म साथ दिएर अब भागेर जान मिल्दैन है। मलाई जीवनदान दिनुभएको छ भन्ने बेला जीवनभर साथ दिन्छु भन्नेले बिच बाटोमा यसरी छोड्न मिल्दैन नि। अरे के भन्नुहुन्छ तपाईँ? मैले त तपाईँको कुरा बुझिनँ नि। तपाईँले मलाई चिन्नुहुन्छ र? ठिकै छ, कति सजिलो छ है। अहिले आएर अन्जान बन्न पनि पाइयो। किन घरमा श्रीमतीले केही भन्नुभयो र? म हजुरलाई केही भन्दिनँ। यत्रो समय मेरो लागि हिँड्नुभयो, अब एउटा सहयोग माग्छु, त्यति त गर्न सक्नुहुन्छ नि? कस्तो सहयोग भन्नुहोस् न, मैले सक्ने त म गरिहाल्छु। मलाई घरसम्म छाडिदिन सक्नुहुन्छ? हुन्छ, किन नसक्नु। यति पनि गर्न नसक्ने भन्ने हुन्छ र? तर यो गाउँमा म अलिक नयाँ छु, तपाईँलाई बाटो थाहा छ भने देखाइदिनुहोस् न है त। थाहा छ, म हजुरलाई बाटो देखाइदिन्छु। अब त हातमा मात्र हिँड्ने बानी परिसकेको छ, त्यही भएर मात्रै भनेको थिएँ। जाउँ। सबै प्रक्रियाहरू करिब करिब पुरा गरिसकेँ मैले। एउटा सानो अडचन बाँकी छ, त्यो पनि मिल्छ नै। मैले यता गोपालसँग पनि सबै कुरा मिलाइसकेको छु। तपाईँ अब पैसाको ब्याग तयार गर्नुपर्ने लाग्छ। यो त मेरो लागि सानो कुरा हो, तपाईँले चिन्तै लिनु पर्दैन। त्यसमा गोपाललाई पनि मिलाउनु पर्यो। त्यस कारणले त मेरो छोरो जेलमा गयो। मेरो त हिसाब किताब समावेश बाँकी नै छ। अब त्यो गोपालपट्टिको समस्या त्यो आफ्नो समस्या तपाईँको, त्यसलाई अहिले राखिदिनुहोस् है। पहिले यताको प्रक्रिया छिटो सक्न पर्यो। यदि हामीले ढिलो गऱ्यौँ भने विषयले थाहा पाउन सक्छ, त्यस भएर केही न केही झन्झट हुन सक्ला। जति सक्दो चाँडो म यो ठाउँबाट फुर्कन चाहन्छु। हेर्नुहोस्, मैले पहिले नैदेखि अलिकति नोक्सानी बिहोर्दै आएको छु। अब यो कामबाट पनि मैले नोक्सानी बिहोर्नु पऱ्यो भने मैले यो ठाउँमा फर्केर नआएको नि। यो कामबाट मैले हात निकाल्नै मिल्दैन। यसरी सबभन्दा पहिले माथिको 12 रोपनी जग्गा सल्टाइहाल्नु पर्यो। मेरो काम के त हजुर? हजुरको लागि म त्यति नै गर्न सकौँला त। जीवन के भयो तिमीलाई? किन एकहोरो भएर बसेको? केही होइन। तिमीले पनि मलाई झुट बोल्नु पर्छ त भने थाहा छ मलाई तिम्रो मनभित्र के बितिरहेको छ भनेर। कुनै चिज पाएपछि त्यसको महत्त्व नबुझ्दा आफैलाई हानि पर्दो रहेछ। अब हामीले हाम्रो जीवनलाई सुधारेर लानुपर्छ। जे जस्तो भए पनि जिन्दगी बिताउने त हामी नै हौ। समयले धेरै कुरा सिकाउँछ। देख्यो होला नि, यो संसारै स्वार्थी छ। सबैले आफ्नो बारेमा मात्रै सोच्छन्। भयो ज्ञान दिनु पर्दैन। त्यही त, तिमीलाई त मैले जे भने पनि गलत नै सोध्छु। पछि पछुताउनु पर्ला अनि बल्ल थाहा हुन्छ।
कसैलाई मनमा सजाउनु पनि पापै गरे जस्तो सजाय भोग्नुपर्छ। मान्छेहरू किन यसरी परिवर्तन हुन्छन् होला? बा छोरी त अहिले म सपनामा छु कि विपनामा छु? हेर छोरी, तँलाई मैले कहाँ कहाँ मात्र खोजिनँ, तँ यसरी फर्केर आउँछस् भनेर त मैले सपनामा पनि सोचेको थिइनँ। बा यसको लामो कथा छ, त्यो म पछि भनौँला। तर म यहाँ आइपुग्नुमा उहाँको हात छ। नमस्ते बाबु, विशाल बाबु। म तपाईँलाई कसरी धन्यवाद दिउँ? तपाईँले मेरो संसार फिर्ता ल्याइदिनु भएको छ। काका, ऊ हजुरकी छोरी हो भनेर मलाई थाहा थिएन। यदि उसको ठाउँमा जो केही भएको भए पनि मैले गर्ने चाहिँ यही नै। अब त्यसमाथि तपाईँले त मलाई उर्काउनु भएको, अब त झन् हाम्रो सम्बन्ध प्रगाढ भएको महसुस गरिरहेको छ। हामीले जति ठुलो काम गरे पनि नैतिकता भुल्नु हुँदैन। यो त मेरो कर्तव्य नै थियो, मैले त्यही नै पुरा गरेको। समयसँगै चल्न सिक्नुपर्छ बाबु। अब मलाई भन्दा बढी तपाईँलाई नै थाहा छ, तर पनि तपाईँले मलाई ठुलो गुण लगाइदिनु भएको छ। सायद यो जीवनमा यो गुण तिर्न सक्दिनँ होला। अब यसो अवसर मिल्यो भनेदेखि यो गुण तिर्ने मौका दिनु होला। भगवान्ले सबैलाई केनासको बनाइदिएको भए मान्छेको स्वभाव कहाँ यस्तो हुन्छ? व्यक्तिको शील स्वभाव हेर्दै थाहा हुन्छ ऊ कस्तो संस्कारमा हुर्किएको छ, उसको पारिवारिक पृष्ठभूमि के छ। अहिलेको जमानामा कहाँ यस्तो पाइन्छ? खोइ बाबु, जति जानियो त्यति मात्रै सिकाइयो। अब बाबुलाई त अनुभव पनि छैन होला। आफ्नो सन्तानको लागि एउटा बाबुले कति धेरै सपना देखेको हुन्छन् भन्ने कुरा मैले पनि त्यही गरेँ, जो मबाट सम्भव थिएन। काका, सबैको सपना एकै रातमा कहाँ पुरा हुन्छ? त्यसको लागि योजना पनि त आवश्यक छ नि। धैर्य गर्नुहोस्, त्यो दिन अवश्य आउँछ। अब त छोरीको विवाहको बारेमा पनि त सोचिसक्नु भएको होला। काका, हजुरकी छोरी जसले पाउँछ त्यो मान्छे एकदमै भाग्यमानी हुन्छ। ल त काका, अहिले म लाग्छु। चिया खाएर जानु पाए हुन्थ्यो बाबु। होइन काका, पछि फेरि आउला नि। कति असल केटा, यस्तो असल केटा पाए त छोरीलाई सुत्दै नसुतिकन हुन्छ भनिदिन्थे। मैले तिमीलाई चिन्न नसकेको हो कि तिमीले मलाई? म आफै भ्रममा परेको छु। मैले चाहेर पनि तिमीलाई आफ्नो वास्तविकता भन्न सकेको छैन। तिमी जहाँ छौ, जस्तो अवस्थामा छौ, सधैँ खुसी रहनु। म आज साह्रै खुसी छु सानोबाली। छोरी घर आइपुगी, हजुरले आफ्नो वचन पुरा गरिदिनु बक्स्यो। विशाल बाबुलाई पुर्याउन पठाइबक्सिया रहेछ। अब यो कुरा मलाई पहिल्यै भन्दै आएदेखि म यति हात्तिने थिएँ। हो मैले नै विशाललाई भनेको थिएँ। अब तँ पनि यतै सर के, अब मलाई बिचमा यसरी एक्लै पारेर हिँड्न त मिल्दैन नि त। भइहाल्छ नि हजुर, त्यति काम म नगरौँला। अहिले म जान्छु बाली। ल। ओहो, यसले पनि दिमाग चलाउन थाल्यो कि क्या हो? कतै मैले आफैले छापेको जालोमा म आफै पर्ने अवस्था त होइन। बा ए बा, के भयो? सन्चो छैन के हो तपाईँलाई? खोइ बा, के सन्चो छ भन्ने, के सन्चो छैन भन्नु। मान्छेले हेर्दा त यो जन्म केही गए जस्तो लाग्दैन। कता कता यो मनमा
साह्रै पिर परिरहेछ छोरी आज पनि। किन र अब सबै ठिक हुन्छ। मलाई पनि कति पिर भएको होला सोच्नु त। कति आशा गर्नुभएको थियो होला, मैले केही गर्न सकिनँ। अभागीलाई कसै गरी पनि केही नहुँदो रहेछ। अब के भन्नु त छोरी, त आमाले भन्दैमा गरिदिने होइन, जे छ त्यसैलाई स्वीकार्नुपर्छ कि होइन। अब मैले सोचिसकेँ छोरी, तैँले अब बिहा गर्नुपर्छ। अब तैँले दुःख पाएको मैले हेर्न सक्दिनँ छोरी। अब पनि हुन्न भनिस् भने नि तैँले यो बाबुको लास भेटिन्छस्। हेर छोरी, अब कतिन्जेल यसरी बस्न सक्छस् भन् त? कतिन्जेल अर्काको भनाइ खप्छस्? अब म तेरो आँखामा एक थोपा आँसु बगेको पनि हेर्न सक्दिनँ छोरी। हेर त छोरी, हाम्रा ती साउको कति राम्रो मरण भयो। मेरो पनि त घर छैन नि, कुन दिनसम्मको पाहुना भएर बसिरहेको छु। टपक्क मलाई टिपेर लगिदियो भने त तेरो त बिजोको नि भयो त। त्यसैले छोरी, म सधैँ तेरो कर्म गर्न दे मलाई। किन यस्तो कुरा गर्नुहुन्छ बा? चाहे जस्तो सुकै परिस्थिति आओस्, म हजुरलाई छोडेर कहीँ जानेवाला छैन। छोरी मान्छे भएपछि अर्काको घरमा जानै पर्छ भन्नु के छ र? खोइ छोरी, यो त परम्परादेखि चल्दै आएको चलनै हो क्या अरे। म के भन्न सक्छु र तँलाई? हे विशाल, सुत्नलाई आएको छस्? हजुर काका। एउटा सानो सल्लाह गर्नु थियो तुसँग। कस्तो सल्लाह गर्नुहुन्छ? हाम्रो जग्गामा अलिअलि विवाद आएको छ, कता कता नमिलेको जस्तो। त्यो मिलाउनु पर्यो भनेर तसँग सल्लाह गर्न आएको। भइहाल्छ नि काका, मैले हुन्न कहिले पो भनेको छु। त्यो माथि हाम्रो 12 रोपनी जग्गा छ नि, हजुर, त्यसमा अलिकति मिलाउनु पर्ने भयो। मैले कागजपत्र सबै तयार गरेको छु। त्यसमा तैँले सानो एउटा सही मात्रै गरिदिनु पर्यो। हुन्छ काका, हुन्छ। हजुरले कागजपत्र सबै तयारी गर्नु होला, म साइन गर्छु। ल, खुसी लाग्यो तैँले मेरो कुरो पनि बुझिस्। अब गएर आएको तपाईँले सुत, मैले सुत्छु है। हजुर, गुड नाइट काका। गुड नाइट। बा, म एकछिन बजारसम्म गएर आउँछु है। जानु पर्दैन कहीँ पनि, के चाहिन्छ म आफै ल्याइदिउँला। अब केही दिनसम्म घर छोडेर कहीँ जाने होइन। त घरबाट बाहिर जाने बित्तिकै मलाई पिर पर्न थाल्छ। तेरो साथी भने पनि मै हो, बा आमा जे भने पनि मै हो। त्यही भएर तँलाई जे भन्नु मन लाग्छ ढुक्कसँग मलाई भने हुन्छ। बा, तपाईँले केही फिर गर्नु पर्दैन। मैले यति सबै बोक्दाखेरि त्यति कुरा पनि थाहा पाउँदिनँ होला त। मैले बाहिर अनेक छन्द पाइसकेको छु। त्यही भएर त घरबाट बाहिर ननिक्लिनु नै राम्रो छ। फेरि त्यो जङ्गे पनि जेलबाट बाहिर निक्लिने हल्ला छ। मलाई एकदमै डर लागिरहेको छ छोरी। मलाई त मारे पनि मारोस्, तर म सहन सक्दिनँ छोरी। तँलाई कसैले केही भने आखिर त कहिलेसम्म रुन्छ छोरी भन् त? मैले लामो समय भयो तेरो अनुहारमा हाँसो नदेख्यो। मलाई अरू केही चाहिँदैन छोरी, तेरो त्यही पहिलाको हाँसो फिर्ता चाहिन्छ। त्यति हाँसो मलाई मिल्यो भने मेरो यो सास आरामसँग जान्थ्यो। बाँकी तेरो विचार छोरी, अरू कुरा मलाई केही थाहा छैन।
काका नमस्कार। नमस्कार बाबु, आरामै हुनुहुन्छ नि? ठिकै छ काका। टाढै जान लाग्नु रिसल बाबु। अनि काका यसो न्यास्रो लाएर बहिनीलाई भेट्ने। अब त बाबुले पनि यसो बिहे गर्ने चाँजो पाँजो मिलाउनु भए राम्रो हुन्थ्यो बाबु। अब समय छँदै घर बनाउनु पर्छ क्या। समय बितिसकेपछि सबै आफ्नो आफ्नो बाटो लाग्छन्, अनि कसको सहारामा बस्नु त? खै काका, अब आधा उमेर गइहाल्यो। पहिला पो बुवा हुनुहुन्थ्यो र सबै जिम्मेवारी बुवाले हेरिदिनु भएको थियो र आफूलाई सजिलो भएको थियो। अब अहिले त सबै जिम्मेवारी आफ्नै काँधमा आएको छ। काका, अहिले त मलाई धेरै कुराको कमीको महसुस भइरहेको छ। फेरि अर्को कुरा, यो उमेरमा मलाई कसले चाहिँ छोरी दिन्छ र? के भने बाबु, अब तपाईँ जतिको मान्छेलाई जसले पनि छोरी दिइहाल्छ नि। हुन्छ काका, अहिले फर्किने बेलामा यसो समय मिल्यो भने हजुर घरतिर पसौँला नि। हुन्छ बाबु। आहा, कति असल मान्छे। यस्तै असल मान्छे पाएर छोरीको बिहा गरिदिन पाएँ भने त छोरीले साह्रै सुख पाउँथे। हेलो, यहाँ कसैले मसँग राजनीति गर्न खोज्दैछ। म त्यसलाई राम्रै पाठ सिकाइदिन्छु।